नमस्कार। बजेटिङ एन्ड प्लानिङ एन्ड कन्ट्रोलको सेकेन्ड क्लासमा तपाईँहरूलाई स्वागत छ। म लीलानाथ भण्डारी। अस्ति हामीले पर्चेज बजेट, त्यस पछाडि एडमिनिस्ट्रेसन एन्ड डिस्ट्रिब्युसन ओभरहेड बजेटमा चाहिँ कसरी हामी इक्जामको लागि चाहिँ कसरी तयारी गर्छौँ भनेर त्यसको बारेमा कुरा गऱ्यौँ। अब आज हामी क्यास कलेक्सन एन्ड डिस्बर्समेन्ट बजेटको लागि चाहिँ कसरी गर्ने भनेर त्यसमा छलफल गर्न गइरहेछौँ। र त्योभन्दा अगाडि म तपाईँहरूलाई यहाँ अलिकति सानो कुरा भन्न गइरहेको छु। अस्तिको पर्चेज बजेटमा मैले सेल्स कस्ट अफ गुड्स सोल्ड भनेको चाहिँ सेल्स माइनस भेरिएबल कस्ट भनेको थिएँ। खासमा चाहिँ यो भेरिएबल कस्ट भनेकै कस्ट अफ गुड्स सोल्ड हो। यो सेल्स माइनस ग्रस मार्जिन अथवा ग्रस प्रफिट यो चाहिँ हुनुपर्ने हो। यसलाई सच्याउनु होला। र यति भन्दै म अब क्यास कलेक्सन एन्ड डिस्बर्समेन्ट साइड बजेटतिर लागेँ। एउटा हाम्रो सबभन्दा इम्पोर्टेन्ट र अलिकति टाइम लाग्ने पनि हो यो क्यास कलेक्सन एन्ड डिस्बर्समेन्ट बजेट। क्यास कलेक्सन एन्ड डिस्बर्समेन्ट बजेट भयो। अब यो अलिकति टाइम कन्ज्युमिङ छ र अलिकति टेक्निकल्ली अलिकति यस क्वेसनमा इन्फर्मेसन धेरै दिने भएको हुनाले क्वेसनलाई पनि एकदमै ध्यान दिएर पढ्नुपर्ने हुन्छ। त्यही भएर यो अलिकति लेन्दी पनि छ र मार्क्स पनि राम्रै मार्क्स 8-10 मार्क्समै आइराखेको हुन्छ। अब यसको लागि हामीले टुक्र्याएर हेरौँ। सुरुमा क्यास कलेक्सनलाई छुट्याएर हेरौँ। ठ्याक्कै इक्जामको फर्मेटमा म फेरि पछाडि भन्नेछु। अहिलेको लागि चाहिँ अलिकति अन्डरस्ट्यान्डिङको लागि काम लागोस् भनेर यो चाहिँ मैले जेनरल रूपमा यसरी सिकाइरहेको छु। जस्तो क्यास कलेक्सन भनेको हाम्रो क्यास रिसिट। हामीलाई क्यास कहाँबाट आउँछ त? मेन हाम्रो के हो? क्यास कलेक्सनको लागि सेल्स हो। यहाँ सेल्समा अब अलिकति कस्तो हुन्छ भनेदेखि सेल्स एउटा क्यास हुन सक्यो, क्यासमा सेल्स हुन्छ। अर्को भनेको क्रेडिट सेल्स। अब क्रेडिट सेल्स पनि धेरै थरीको हुन्छ। एउटा क्रेडिटमा सेम मन्थ कलेक्सन हुन्छ अथवा सेम क्वार्टर कलेक्सन। अर्को नेक्स्ट मन्थ अथवा क्वार्टर कलेक्सन। अर्को भनेको नेक्स्ट टु मन्थ कलेक्सन। अर्को नेक्स्ट 3 मन्थ कलेक्सन एन्ड मोर। यो भनेको क्वेसनले नर्मल्ली हामीलाई दिने भनेको सेम मन्थ कलेक्सन सेम क्रेडिटमा हुनसक्छ। त्यो जुन महिना सेल्स भयो त्यही महिना कलेक्सन। त्यस पछाडि सेल भएको नेक्स्ट मन्थको कलेक्सन। त्यसपछि 2 मन्थ आफ्टर सेल्स कलेक्सन। म्याक्सिमम दिने भनेको 3 मन्थसम्म। अब हामीले सेल्सलाई फर्स्टमा छुट्याउनु पर्यो। क्यासमा कति पर्सेन्ट भनेको छ, क्रेडिटमा कति पर्सेन्ट भनेको छ। मानौँ अब जस्तो यो सेल्स क्यास सेल्स छ भनेदेखि सेम मन्थको क्यास आउने भयो भनेपछि हाम्रोमा के आउने भयो यसमा। मानौँ यो केसमा छ भनेदेखि हामी एउटा 4-5वटा मन्थको गरौँ। M1 M2 M3 M4। त्यस पछाडि जस्तो क्यास कलेक्सनमा सेल्स, यो क्यास अफ सेम मन्थ। मानौँ क्वेसनले के भनिदियो, सेल्सको 50% चाहिँ क्यासमा हुन्छ। त्यस पछाडि सेम मन्थ कलेक्सन हुने क्रेडिट 10%, अर्को 10%, अर्को नेक्स्ट 2 मन्थमा चाहिँ 30% भनिदियो मानौँ क्वेसनले। अब यो भनिसके पछाडि हामीलाई के हुने भयो, क्यास सेल्स अफ सेल्स मन्थ। मानौँ सेल्स कुनै महिनाको
4 लाख छ। अब यो टोटल सेल्स मानौँ 4 लाख भयो। अब 4 लाखमा 50% चाहिँ क्यासमा हुन्छ, 2 लाख भयो। 4 लाखको 50%, यो भनेको 4 लाखको 50%। यो चाहिँ अहिले मैले सेल्स यो मन्थ 1 को लागि M1 को लागि दिएको भनेर मैले गरेको छु है। त्यही भएर 4 लाखको 50%, 4 लाखको 50% 2 लाख सेम मन्थमा M1 मै कलेक्सन भयो। यो M1 को सेल्स थियो। अब अर्को के भनेको छ, सेम मन्थ कलेक्सन यो पनि चाहिँ क्रेडिटमा हो भन्यो। भनिसके पछाडि अर्को के छ, सेम मन्थ कलेक्सन। सेम मन्थ कलेक्सन यो चाहिँ क्रेडिट। यो कति भनेको छ, 4 लाखको 10%, 10% बराबर 40,000। अब अर्को हेरौँ, नेक्स्ट मन्थ कलेक्सन 10%। नेक्स्ट मन्थ भने पछाडि M1 को सेल्स, हामीले त यो M1 को सेल्स हो नि त 4 लाख भने पछाडि त नेक्स्ट मन्थमा कति कलेक्सन भनेको छ, 10%। अब 10% नेक्स्ट मन्थको कलेक्सन भने पछाडि यहाँ जाउँ हामी, 4 लाखको M2 मा कति कलेक्सन हुने भयो, यो M1 को सेल्स है। यो M1 को लागि मात्रै गरिरहेको छु मैले अहिले। 4 लाखको 10% बराबर 40,000 भयो। त्यस पछाडि नेक्स्ट 2 महिना पछाडि, 2 महिना पछाडि चाहिँ अरू 30% कलेक्सन भनेको छ। भनिसके पछाडि नेक्स्ट 2 मन्थ भनेपछि नेक्स्ट 1 मन्थ M2 भयो, नेक्स्ट 2 मन्थ भनेको M3। M3 मा कति पर्ने भयो, 4 लाखको 30% बराबर 1,20,000। M4 मा हुने भएन किनकि 30% यो सेल्सको 2 महिना पछाडि भनेको M3 मा कलेक्सन भयो 30%, 10% M2 मा र 50-60% चाहिँ M1 मै कलेक्सन भयो। टोटलमा हाम्रो कति हुन्छ, टोटलमा 4 लाख कलेक्सन यो भयो। अब यो एउटा खालको भयो। यसरी सीधा सीधा दियो भनेको केसमा जस्तो सेल्सको 50% त्यही मन्थ कलेक्सन हुन्छ, 10% त्यो क्रेडिटमा हुन्छ र त्यही मन्थ कलेक्सन हुन्छ। अरू बाँकी रहेको 10% र 30% चाहिँ नेक्स्ट 1 मन्थ र नेक्स्ट 2 मन्थमा कलेक्सन हुन्छ भनेर टोटलमा 50% यो क्यास भयो, 10% सेम मन्थ क्रेडिट, 10% नेक्स्ट मन्थ क्रेडिट र 30% नेक्स्ट 2 मन्थ क्रेडिट गरेर टोटलमा 100% भयो। टोटल यो एउटा त सिधा खालको भयो। अर्को क्वेसनमा कस्तो खालको दिन्छ भनेदेखि जस्तो हजुरको नेक्स्ट प्याटर्नको चाहिँ कस्तो प्याटर्न हुन्छ भनेदेखि सेल्स 50% इज क्यास सेल्स अनि रिमेनिङको 50% collected 1 month after, collected after 1 month। अर्को रिमेनिङ को 20% collected after 2 months र अर्को रिमेनिङ को 30% collection after 3 months भनिदिन्छ। अब यो केसमा हामीले के गर्नु पर्यो, हो यो रिमेनिङ भनेको कति हो त, रिमेनिङ भनेको 50% चाहिँ हाम्रो क्यास भइसक्यो, बाँकी रह्यो कति पर्सेन्ट, टोटलमा 100%, टोटल 100% हो हाम्रो सेल्स। अनि क्यासमा 50% भनिसकेपछि रिमेनिङ भनेको कति भयो, रिमेनिङ भनेको 50% हो। 50% को फेरि 50% चाहिँ 1 महिना पछाडि कलेक्सन हुन्छ भनेपछि कति हुने भयो, 50 को 50% भनेपछि टोटलको यो कति भयो, यो भनेको टोटलको 25% टोटलको 25% चाहिँ 1 मन्थ वाला भयो। अर्को
50% को 20%, 5 2 जा 10, टोटल को 10% 2 मन्थमा हुने भयो। अर्को 50% को 30% बराबर टोटल को 15%। यो चाहिँ 3 मन्थ्समा कलेक्सन हुने भयो भनेपछि यहाँ कतिको टोटलमा यहाँ 50%, यो 50% गरेर जम्मा हाम्रो 100% यसरी कलेक्सन हुन्छ। यो चाहिँ जेनरली यस्तो चाहिँ धेरै सोधिराखेको पाइन्छ टियुले। अब क्यास कलेक्सनमा चाहिँ अरू हाम्रो के हुन सक्दछ भन्दाखेरि अरू हुन सक्ने भनेको सेल अफ इन्भेस्टमेन्टहरू, सेल अफ इन्भेस्टमेन्ट होला, कुनै बेला एसेट बेच्देला, या अरू कुनै पनि रिसिप्टहरू, रिसिप्ट इन क्यास छ भनेदेखि त्यो पनि हाम्रो क्यास कलेक्सनमा आउने भयो। यति भइसकेपछि हामीलाई क्यास कलेक्सनको लागि लगभग पुग्छ। त्यस पछाडि अब आयो क्यास डिस्बर्समेन्ट। क्यास डिस्बर्समेन्टमा चाहिँ के हुन सक्यो भन्दाखेरि एकमा पर्चेजको लागि पर्चेज पेमेन्ट अथवा यो क्रेडिटरलाई। अब यसको लागि क्वेसनले के भनिदिन्छ भन्दाखेरि जस्तो एकैचोटि 100% पेमेन्ट हुँदैन, कुनै पनि पर्चेजको 100% पेमेन्ट हुँदैन। यसको पनि सर्टेन 1 मन्थ क्रेडिट, 2 मन्थ क्रेडिट अथवा मन्थको एन्डमा दिने भन्ने त्यसरी हुन सक्छ। यो पनि जसरी हामीले अघि सेल्समा गर्यौं यसको पनि सेम केस, जस्तो पेड इन सेम मन्थ 50%, पेड इन अर्को एउटा पेड इन सेम मन्थ यसलाई मानौँ 20% राखौँ। अर्को क्यासै हुन्छ, यो क्यास पर्चेज 50%, पेड इन सेम मन्थ 20%, त्यस पछाडि पेड इन 1 मन्थ यो 15%, अर्को पेड इन 2 मन्थ भनेपछि यो पनि कति हुन्छ 15%। अब यसरी टोटलमा 100% को चाहिँ पेमेन्ट यसरी हुने भयो। अब यो केसमा पनि हामीले ठ्याक्क जस्तो अघि सेल्समा गरेका थियौं त्यसै गरी जस्तो मन्थ 1, मन्थ 2, मन्थ 3, मन्थ 4। अब यसमा हामीले विचार चाहिँ एकदमै पुर्याउनु पर्ने हुन्छ। जस्तो तपाईको मन्थ 1 मा पेमेन्ट हुँदाखेरि कुनको हुने भयो भन्दाखेरि सेम मन्थको पर्चेज को यसको 50% हुने भयो हैन। मानौं मन्थ 1 मा 4 लाख को पर्चेज, मन्थ 2 मा 3 लाख को पर्चेज, अनि मन्थ 3 मा 2 लाख को पर्चेज। यो मान्यो भनेदेखि हामीले जस्तो यो भन्दा अगाडि कुनै पिरियडै छैन भन्ने अहिलेलाई, यो नै हाम्रो फर्स्ट मन्थ हो। अब यो केसमा चाहिँ जस्तो सेम मन्थको पर्चेज 50% भनेपछि मन्थ 1 को पर्चेज कति छ 4 लाख। ओ 4 लाख को 50% 2 लाख। 2 लाख चाहिँ हामीले मन्थ 1 को पर्चेज मन्थ 1 मै तिर्यौं। त्यसपछि मन्थ 2 मा सेम मन्थ को पर्चेज कति छ 3 लाख को 50% 1,50,000। मन्थ 3 मा 2 लाख को 50% 1 लाख। यसरी भयो। अब अर्को प्रिभियस 1 मन्थ पर्चेज पेड, पर्चेज को पे गर्यौं, महिनाको पर्चेज को पेमेन्ट गर्नु पर्यो। जस्तो फर्स्ट मन्थमा प्रिभियस मन्थ को त पर्चेज छैन किनकि मैले के भनेको छु यो नै फर्स्ट मन्थ हो।
अहिलेलाई एजम्सन हो, क्वेसनमा ठ्याक्कै यस्तो नआउन सक्छ। प्रिभियस 1 मन्थ पर्चेज पेड मन्थ 1 मा नहुने भयो। मन्थ 2 को प्रिभियस मन्थको पर्चेज भनेको 4 लाख। 4 लाखको प्रिभियस मन्थ पर्चेजको पेड इन 1 मन्थ भनेको छ नि त। यो भनेको मन्थ 2 मा 1 महिना पछाडि, मन्थ 2 चाहिँ 1 महिना पछाडि पे गरे हो भने पछाडि यो कहिलेको पर्चेज हुने भयो? मन्थ 1 को। मन्थ 1 को टोटल पर्चेज 4 लाख। 4 लाखको कति पर्सेन्ट भनेको छ? 15%। 4 लाखको 15% बराबर 15 चौको 60,000। 60,000 यो पेमेन्ट भयो। अब मन्थ 3 मा, मन्थ 3 मा प्रिभियस मन्थको, मन्थ 3 को प्रिभियस 1 मन्थ भनेको मन्थ 2। मन्थ 2 को टोटल पर्चेज 3 लाख। 3 लाखको 15%, 3 लाखको 15% इक्वल्स टु 45,000। अब प्रिभियस 2 मन्थ्स पर्चेजको पेड मन्थ 1 मा हुने कुरै भएन, किनकि यो फर्स्ट मन्थ भनेको छु। मन्थ 2 मा पनि, मन्थ 2 चाहिँ अगाडिको कुनै मन्थको 2 महिनापछि भनेपछि त यो एउटा यहाँ मन्थको 2 महिनापछि बल्ल यो हुन्थ्यो भनेपछि यहाँ पनि 0 हुने भयो। अब मन्थ 3 मा चाहिँ 2 महिनापछिको पेमेन्ट कहिलेको पेमेन्ट हुन्छ भन्दाखेरि मन्थ 1 को। मन्थ 1 को टोटल 4 लाख। 4 लाखको कति छ? 15% बराबर 60,000। अब यो 60,000 भयो। अब मन्थ 1 को टोटल सेल्स कति थियो? 4 लाख। 4 लाखको 50% यहाँ गयो, 15% यहाँ गयो, 15% यहाँ गयो, टोटल कति भयो? 70%। 15 30 सरी 80%। 20% कहाँ गयो? 20% यो छुटेको थियो। के छुटेको थियो? पेड इन सेम मन्थ। यो सेम मन्थ्स पर्चेज, यो पनि सेम मन्थ्स पर्चेज, यो पनि यही 4 लाखको 20% यहाँ आउनु पर्ने थियो, यो छुट्या रहेछ। यसको यो भयो मन्थ 2 को। मन्थ 2 को 3 लाख। 3 लाखको यो पनि 20% 60,000। मन्थ 3 को 2 लाख। 2 लाखको यो पनि 20%, यो पनि 40,000 भयो। हो, यसरी चाहिँ हामीले पर्चेजको टोटल निकाल्नु पर्ने हुन्छ। टोटल क्याश डिस्बर्स्ड, टोटल क्याश पेड फर पर्चेज, पेड फर पर्चेज। पर्चेजको लागि अब अहिलेलाई यहाँ जोड दिन सक्छौँ हामी। अब यो एक्चुअल फाइनल रिजल्ट त होइन, तर पनि 2,70,000 यो हुन्छ। यसमा 1,45,000 र 2,45,000 यो भयो। यसरी पर्चेजको क्रेडिटरको पेमेन्टको क्यास डिस्बर्समेन्ट बजेट यसरी बनाउन सकिन्छ। अब अर्को पोर्सन भनेको क्यास डिस्बर्समेन्टमा अर्को भनेको एडमिन एन्ड डिस्ट्रिब्युसन ओभरहेड पेड। ओभरहेड पेड अब यसको पनि क्वेसनले नै भनिदिएको हुन्छ, जस्तो सेम मन्थमा कति पेमेन्ट गर्ने, सेम मन्थमा पे गर्ने हो कि या फलोइङ मन्थ अफ एक्सपेन्सेस। अब यो भनेको चाहिँ नेक्स्ट मन्थ सेम मन्थमा पे गर्ने हो कि नेक्स्ट मन्थमा पे गर्ने हो। अब कति छ एडमिन एन्ड डिस्ट्रिब्युसन ओभरहेड पेड कति गर्नुपर्ने, त्यो हामीले एडमिन एन्ड डिस्ट्रिब्युसन ओभरहेड बजेटबाट ठ्याक्क थाहा पाइहाल्छौँ। त्यो हामीले अगाडिको भिडियोमा हामीले डिस्कस गरेका छौँ। त्यही भएर त्यो अनुसारको कति पर्सेन्ट चाहिँ क्यास हुने, यो इन्स्ट्यान्ट पे अथवा सेम मन्थ
यो X%, अर्को फलोइङ मन्थ्स -X% यस्तो हुनुभयो। बाँकी रहेको पर्सेन्ट चाहिँ अर्को महिनामा तिर्ने। एडमिन एन्ड डिस्ट्रिब्युसन पनि भयो। अब यसमा भेरिएबल आउन सक्छ, फिक्स्ड आउन सक्छ। त्यो हामीले एडमिन एन्ड डिस्ट्रिब्युसन ओभरहेड बजेटमा निकाल्यौँ। त्यो अनुसारको कुन कुन महिनामा कति तिर्ने, सेम मन्थमा हो कि अथवा फलोइङ मन्थमा हो कि फलोइङ 2 मन्थ्स हो कि, त्यो चाहिँ हामीले क्वेसन अनुसार हेर्न सक्छौँ। अब एडमिन एन्ड डिस्ट्रिब्युसन ओभरहेड पछाडि अर्को भनेको हाम्रो इन्ट्रेस्ट एक्सपेन्सहरू आएको हुनसक्छ। इन्ट्रेस्ट एक्सपेन्स अर्को हुन सक्यो। अर्को भनेको डिभेन्चरहरू पेमेन्ट गरेको, डिभेन्चर अथवा लोन पेमेन्ट, लोन रिपेमेन्ट यो हुन सक्यो। त्यस पछाडि अरू भनेको एसेट पर्चेज, एसेटहरू हामीले किने हुन सक्यौँ, एसेट पर्चेजहरू हुन सक्छ। अनि अदर क्यास एक्सपेन्सेसहरू जे पनि हुन्छ, सबै हामीले क्यास एक्सपेन्सहरूलाई पनि क्यास डिस्बर्समेन्टमा राख्न सक्छौँ। यो भइसकेपछि हाम्रो क्यास कलेक्सन एन्ड डिस्बर्समेन्ट बजेट पनि, डिस्बर्समेन्ट बजेटको लागि लगभग हाम्रो रिसिप्ट पनि भयो अनि पेमेन्ट पनि, डिस्बर्स पनि भयो। मेन चाहिँ हामीले यति निकाल्नु पर्यो। अब हामी चाहिँ फर्मेटमा कसरी क्यास कलेक्सन र डिस्बर्समेन्ट बजेट बनाउने त्यो बारेमा हामी डिस्कस गरौँ। यसको लागि मैले एउटा फर्मेट जस्तो यहाँ लगभग रेडी गरेको छु। अब यसको लागि यो म रेड पेन युज गर्छु, यहाँ अलि नदेखिएला। जस्तो क्यास कलेक्सन एन्ड डिस्ट्रिब्युसन बजेट भनेर एउटा हामी हेडिङ दिन्छौँ। यो हेडिङ भयो। त्यस पछाडि मन्थ 1, मन्थ 2, मन्थ 3, मन्थ 4 अथवा क्वार्टर 1, क्वार्टर 2, क्वार्टर 3, क्वार्टर 4 जतिवटा क्वार्टर अथवा मन्थको बनाउनु भन्छ त्यो अनुसारको हामी माथि लेख्छौँ। त्यस पछाडि सुरुमा बिगिनिङ ब्यालेन्स, हामीलाई ओपनिङ ब्यालेन्स मन्थ 1 को इन्डमा कति दिएको छ, त्यसको लागि हामीलाई ब्यालेन्स सिट पनि दिएको हुनसक्छ। लास्ट इयरको ब्यालेन्स सिटको क्लोजिङ भनेको मन्थ, अहिलेको फर्स्ट मन्थ अथवा क्वार्टर 1 को ओपनिङ ब्यालेन्स भयो यसको लागि। तर हामीले मन्थ 2, मन्थ 3, मन्थ 4 अथवा क्वार्टर 2, क्वार्टर 3, क्वार्टर 4 को लागि त दिएको हुँदैन। यसको लागि के हुन्छ, सेकेन्ड क्वार्टर अथवा सेकेन्ड मन्थको लागि ओपनिङ भनेको फर्स्ट क्वार्टर अथवा फर्स्ट मन्थको क्लोजिङ हुन्छ। त्यसै गरी 3, 4 पनि त्यस्तै गरी हुने भयो। त्यस पछाडि क्यास कलेक्सनमा हामीलाई के मेन भनेको सेल्स हो। सेल्स एउटा सेम मन्थको क्यास सेल्स यहाँ आउने भयो, जुन हाम्रो नर्मली 50%, 60% भनिरहेको हुन्छ, त्यो बराबरको एउटा यो आयो। अर्को भनेको सेल अफ सेम मन्थ क्रेडिट, यो चाहिँ सेम मन्थमा चाहिँ कलेक्सन हुने गरी क्रेडिटमा पनि सेल भएको हुन्छ। त्यो केसको पनि सेम मन्थको सेल्सको सर्टेन पर्सेन्टेज यसमा आउने भयो। अर्को भनेको सेल अफ प्रिभियस 1 मन्थ भनौँ यसलाई। यो भनेको ठ्याक्कै जुन मन्थको चाहिँ अहिले बजेट बनाइरहेको छौँ त्योभन्दा ठ्याक्क अघिल्लो मन्थको क्रेडिट सेल्स 1 मन्थमा चाहिँ कलेक्सन हुनेवाला कति छ त्यो अनुसारको हामी यसमा राख्यौँ। त्यस पछाडि सेल अफ प्रिभियस 1 मन्थ भयो, सेल अफ प्रिभियस 2 मन्थ। यो भनेको जुन महिनाको, जस्तो मन्थ 3 को बनाइरहेको छौँ भने यसमा कुन आउने भयो, यसमा भन्दाखेरि मन्थ 1 को 2 महिनामा कलेक्सन हुनेवाला जुन 10%, 15% भनिरहेको हुन्छ त्यो आउने भयो। यसमा आउने भनेको यो भनेको लास्ट इयरको म मन्थ वाइज गएँ। जस्तो फर्स्ट मन्थ भने पछाडि लास्ट इयरको अक्टोबर नभए नोभेम्बरको डिसेम्बर जनवरीमा हो। यो नोभेम्बरको सेल्स हुने भयो।
यो जस्तो सेकेन्ड मन्थमा भनेको डिसेम्बरको हुने भयो, यो भनेको यही उसको फर्स्ट मन्थको M1 को हुने भयो, यसमा M2 को हुने भयो। यसै गरी हामी गर्दै जान सक्छौँ। अब यसमा पनि M2 को अथवा M1 को टोटल सेल्स हुँदैन कि जुन चाहिँ 2 महिनामा कलेक्सन हुने पर्सेन्टेज भन्ने हुन्छ त्यो अनुसारको यसमा आयो। यो भइसकेपछि टोटल क्यास कलेक्सन फ्रम सेल्स यहाँ हामीले निकाल्यौँ। त्यस पछाडि अर्को भनेको सेल अफ इन्भेस्टमेन्ट। कुनै मन्थमा अथवा कुनै क्वार्टरमा चाहिँ हामीलाई इन्भेस्टमेन्ट हामी बेच्छौँ अथवा एसेटहरू बेच्छौँ भनेको छ भने त्यो पनि इन्भेस्टमेन्ट अथवा एसेट केही बेच्छौँ भनेदेखि त्यो पनि यहाँ हामीले इन्क्लुड गर्नु पर्यो। त्यस पछाडि अदर क्यास रिसिप्ट भनेको यो अरू अब कुनै फुटकर क्यास रिसिप्टहरू हुनसक्छ, कुनै एक्स्ट्रा अर्डिनरी इन्कमहरू हुनसक्छ। त्यो केसमा त्यो पनि हामीले यहाँ कुनै मन्थ अथवा क्वार्टरमा दियो भने क्वेसनको रिक्वायरमेन्ट अनुसार, अब यो चाहिँ जेनरली दिइरहेको हुँदैन, त्यही भएर यो खासै हुँदैन। कुनै कुनै बेला क्वेसनमा चाहिँ दिन सक्यो यो पनि, जस्तो कुनै मन्थको बिचमा चाहिँ एउटा एक्स्ट्रा अर्डिनरी क्यास रिसिप्ट हुन्छ 5000 भन्दैला, कुनै बेला के भन्दैला, त्यो छ भने चाहिँ हामीले यहाँ राख्न सक्यौँ। अब यति यो त्यही भएर मैले यहाँ इफ एनी यो हुनु पनि सक्छ नहुनु पनि सक्छ। त्यस पछाडि अब आयो टोटल क्यास कलेक्सन। हाम्रो जम्मा क्यास रिसिप्ट चाहिँ कति भयो त? यो भनेको 1लाई अहिले छोडिदिउँ, 2 को टोटल सबै यो A को B को C को तीनटाको सम गर्यो भनेदेखि टोटल क्यास कलेक्सन आयो। टोटल क्यास कलेक्सनको हामीले टोटल गर्यौँ। त्यस पछाडि क्यास डिस्बर्समेन्ट। अब यो चाहिँ क्यास पेमेन्ट। क्यास पेमेन्ट चाहिँ हाम्रो के हुनसक्छ? पेड टु क्रेडिटर हुने भयो, अर्को एडमिन तथा डिस्ट्रिब्युसन खर्च ओभरहेडहरू हुनसक्छ, अर्को भनेको ब्याज खर्च, डिभेन्चर पेड अथवा डिभेन्चर रिडिम भन्छ यो हुनसक्छ। त्यस पछाडि एसेट पर्चेज गर्न सक्छौँ। अब पेड टु क्रेडिटर यो अलिकति यो दुईटा, यो एउटा क्यास कलेक्सनको सेल्स र पेड टु क्रेडिटरको यो पर्चेजको यो पार्ट चाहिँ अलिकति कन्फ्युजिङ हुन्छ। अब यसमा जस्तो जुन मन्थमा चाहिँ पर्चेज अथवा सेल्स भयो त्यही बेलामा रिसिट अथवा पेमेन्ट हुँदैन, त्यही भएर यसमा अलिकति ध्यान दिनुपर्ने हुन्छ। जस्तो क्यास पर्चेज अफ सेम मन्थ यहाँ एउटा भयो, यो नर्मल्ली चाहिँ नेक्स्ट मन्थमा हुन्छ भन्ने हुन्छ, यसमा सेल्सको जति त्यति धेरै ब्रेकडाउन हुँदैन। त्यही भएर क्यास यदि पर्चेजको चाहिँ हामी पार्टीलाई सेम मन्थमा पे गर्छौँ अथवा क्यास पेमेन्ट हुन्छ भने चाहिँ यहाँ राख्ने त्यसलाई। त्यस पछाडि क्रेडिट पर्चेज अफ सेम मन्थ। अर्को भनेको पर्चेजको चाहिँ हामी तिर्नलाई सेम मन्थमा तिर्छौँ तर हाम्रो चाहिँ क्रेडिट पिरियड हुन्छ भन्यो भने क्रेडिटमा हो तर तिर्ने चाहिँ सेम मन्थमा हुन्छ भन्यो भने त्यो पनि हामीले यहाँ राख्ने भयो। यो चाहिँ अरमा हुन्छ, जस्तो माथिको चाहिँ यिनीहरू सम हुनसक्छ। यो भनेको सेम मन्थमा क्यास सर्टेन पर्सेन्टेज हुन्छ, सेम मन्थ क्रेडिट यो पनि सर्टेन पर्सेन्टेज, सेल अफ प्रिभियस मन्थ यो सर्टेन पर्सेन्टेज हुन्छ भने चाहिँ नर्मल्ली क्वेसनमा चाहिँ या त क्यास पर्चेज हुन्छ या त क्रेडिट पर्चेज अफ सेम मन्थ हुन्छ या त अगाडिको महिनाको पर्चेजको पेमेन्ट गर्छौँ, 1 महिना क्रेडिट हुन्छ। त्यही भएर यो चाहिँ अलिकति सेल्स भन्दा अलिकति सजिलै हुन्छ। यति गरिसकेपछि टोटल पेड टु क्रेडिटर्स भयो, क्रेडिटरलाई पेमेन्ट गरेको टोटल अमाउन्टहरू हामी यहाँ जोडिदिन्छौँ। त्यस पछाडि एडमिन एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस पेड। अब यो चाहिँ सेम मन्थमा पे हुन्छ भने यहाँ राखौँ। त्यस पछाडि होइन 1 महिनापछि हुन्छ भन्यो भने यो मन्थ 1मा लास्ट मन्थको अगाडिको वर्षको डिसेम्बरको आउने भयो, यसमा फर्स्ट मन्थको आउने भयो, यसमा सेकेन्ड मन्थको आउने भयो, यसमा थर्ड मन्थको आउने भयो। यति गरिसके पछाडि एडमिन र डिस्ट्रिब्युसनको एक्सपेन्स यो पनि इन्क्लुड भयो। त्यस पछाडि इन्ट्रेस्ट पेड। इन्ट्रेस्ट चाहिँ मन्थली भनेको छ कि क्वार्टरली भनेको छ कि त्यो कुनै फर्स्ट क्वार्टरमा आउँछ भन्ला, कुनैमा थर्ड क्वार्टरमा, कुनैमा फोर्थ क्वार्टर, त्यो अनुसारले हामी यसमा राख्दै जानुपर्छ। त्यसपछि डिभेन्चर रिडिम गर्ने भन्ने हुन्छ, कुनैमा लास्ट क्वार्टर फोर्थ क्वार्टरको इन्डमा चाहिँ हामी डिभेन्चर रिडिम गर्छौँ अथवा पे गर्छौँ डिभेन्चर होल्डरलाई भन्ने हुन्छ, कुनै बेला फर्स्ट मन्थमै भने हुन्छ। त्यो चाहिँ हामीले कति पेमेन्ट गर्ने हो रिडिम गर्ने हो त्यो बराबरको अमाउन्ट यहाँ राख्यौँ। र कुनै कुनै क्वेसनहरूमा चाहिँ एसेट पनि पर्चेज गरिरहेको हुन्छ, एसेट पर्चेज छ भने त्यसलाई पनि हामीले यहाँ राख्नु पर्यो क्यास डिस्बर्समेन्टमा।
यति भइसकेपछि टोटल क्यास डिस्बर्स्ड आयो। टोटल क्यास डिस्बर्स्ड भनेको पेड टु क्रेडिटर्स ए को, बी को, सी को, डी को, ई को। अब यहाँ मैले लेख्न नमिलेर अलिकति सी डी ई तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। यो ए प्लस बी प्लस सी प्लस डी प्लस ई को टोटल चाहिँ टोटल क्यास डिस्बर्स भयो। अब यति भइसके पछाडि चाहिँ अब हामी अर्को के गर्न सक्यौं भन्दाखेरि हामीलाई एउटा ओपनिङ ब्यालेन्स छँदै छ जस्तो M1 M2 M3 M4 ओपनिङ ब्यालेन्स यो ओपनिङ ब्यालेन्स हामीलाई मन्थ 1 को अलरेडी थाहा हुन्छ किनकि लास्ट वर्षको चाहिँ हामीलाई ब्यालेन्स सिट दिएको हुन्छ। त्यसपछि हाम्रो क्याश टोटल क्याश कलेक्सन यो पनि हामीले यता निकालिसक्यौं। टोटल क्याश कलेक्सन कति हुन्छ यो पनि निकाल्यौं। त्यसपछि टोटल क्याश डिस्बर्स्ड क्याश पेड अथवा डिस्बर्स्ड यो पनि हामीले निकालिसक्यौं अगाडिको फर्मेटमा हेर्न सक्नुहुन्छ। यति गरिसके पछाडि हाम्रो यहाँ एउटा ब्यालेन्स आउँछ। एउटा ब्यालेन्स आउँछ जस्तो कुनैमा पोजिटिभै आउला कुनैमा अब यो टोटल क्याश पेड बढी भएको कारणले गर्दाखेरि कुनैमा नेगेटिभ आउन सक्छ। अनि हामीले के भन्दैको हुन्छ क्वेशनमा मिनिमम ब्यालेन्स निडेड भन्छ। मिनिमम ब्यालेन्स रिक्वायर्ड मानौ जस्तो तपाईको 50,000 चाहिँ मिनिमम चाहिन्छ भन्यो। $50,000 चाहिन्छ भनेको छ भनेदेखि अब सपोज यहाँको ब्यालेन्स चाहिँ यसमा आयो 70,000। यो चाहिँ सपोज अहिले यहाँ एक्जाम्पल मैले बुझाउनको लागि मात्र हो क्वेशन गरेको छैन अहिले। यसमा 70,000 आयो यसमा 40,000 मात्र आयो यसमा 60,000 आयो यसमा मानौ 1 लाख आयो। अब हामीलाई टोटल मिनिमम ब्यालेन्स चाहिने 50,000 यति चाहियो तर हामीसँग यसमा के भइदियो 40,000 मात्र भयो भनिसकेपछि हामीलाई सर्टफल अथवा डिफिसिट एउटा सरप्लस हुने भयो। सरप्लस भनेको यो बढी अथवा डिफिसिट भनेको यो कम। यसमा बढी भएको छ यसमा 20,000 बढी भएको छ यसमा 10,000 कम भएको छ। यो डिफिसिटलाई मैले माइनसमा राख्दिए। यसमा 10,000 बढी भएको छ यसमा 50,000 बढी भएको छ भनिसकेपछि अब यसमा हामीले 10,000 चाहिँ हामीले लोन लिनुपर्ने हुन्छ। त्यसपछि लोन अथवा बोरोइङ फ्रम बैंक फर्स्ट मन्थमा चाहिएन यसमा 0। यसमा कति चाहियो 10,000 लिन सक्छौं। अब क्वेशनमा के भन्ने हुन्छ कहिलेकाहीँ 5,000 को मल्टिपलमा लिनुपर्छ या 10,000 को मल्टिपलमा लिनुपर्छ या 15,000 को 50,000 को त्यो भन्यो भनेदेखि जस्तो यसमा के भयो मानौ अहिले हामीलाई 15,000 को मल्टिपलमा मात्र लिनुपर्छ भन्यो भनेदेखि हामीलाई सर्टफल त जम्मा 10,000 मात्र हो भनिसकेपछि तर हामीले क्वेशनले के भन्ने हुन्छ मानौ 15,000 को मल्टिपलमा मात्र लिनुपर्छ भन्ने भने चाहिँ अब हामीले के गर्नु पर्यो 15,000 एटलिस्ट लिनु पर्यो। यसमा 15,000 लियौं यसमा 10,000 छ हामीसँग पोजिटिभै छ यसमा 50,000 छ सरी यसमा लिनु परेन यसमा पनि लिनु परेन। $15,000 हामीले सेकेन्ड मन्थमा लियौं भनेपछि अब यसलाई रिपेमेन्ट पनि गर्नु पर्यो। क्वेशनमा रिपेमेन्ट कहिले गर्ने जस्तो मन्थ 4 मा गर्दा हुन्छ भन्ने भने हामी मन्थ 4 मा गर्छौं। मन्थ 3 मा गर्नु पर्यो भने मन्थ 3 मा गर्छौं तर मन्थ 2 मा त यो त गर्न सकिएन। रिपेमेन्ट अफ लोन हामीले लोन कति ल्याएको छौं 15,000
तर मन्थ 3 मा हामीसँग क्यास कति छ 10,000 मात्र बाँकी छ भनिसके पछाडि मन्थ 3 मा हामीले तिर्न सक्यौँ त सबै सकेनौँ यसमा जम्मा 10,000 तिर्न सक्यौँ 10,000 तिर्दियौँ त्यस पछाडि मन्थ 4 मा कति तिर्दिनु पर्यो 5,000 अब यसको ब्याज पनि हुन्छ इन्ट्रेस्ट अन बोरोइङ यसमा परेन यसमा पनि परेन यसमा हामी तिर्दैनौँ पैसा छैन हामीसँग मन्थ 4 मा गएर हामी सबै इन्ट्रेस्ट कति हुन्छ त्यो बराबरको हामी यहाँ तिर्दिन्छौँ र हामीसँग अब यति गरिसकेपछि हाम्रो क्लोजिङ ब्यालेन्स अफ क्यास आयो ब्यालेन्स अफ क्यास यसमा सर्टेन अमाउन्ट आयो यसमा आयो यसमा आयो यो आयो यो आयो यति भइसकेपछि हाम्रो क्यास कलेक्सन एन्ड डिस्बर्समेन्ट बजेट पनि तयार हुन्छ अब यसमा अर्को एउटा यहाँबाट जस्तो क्लोजिङ ब्यालेन्स अफ क्यास भनेर हामीले जुन निकाल्यौँ लास्ट क्वार्टर अथवा लास्ट मन्थको हामीलाई बजेटेड ब्यालेन्स सिट पनि बनाउनु भन्छ त्यो बेलामा चाहिँ हाम्रो यो क्लोजिङ क्यासमा चाहिँ क्लोजिङ क्यास ब्यालेन्स यो चाहिँ हाम्रो बजेटेड ब्यालेन्स सिटको क्यास अथवा क्यास इक्विभ्यालेन्टमा हामी यो ब्यालेन्स राख्छौँ क्यास ब्यालेन्समा यो ब्यालेन्स राख्छौँ अब यति भनिसकेपछि तपाईहरुलाई म बजेटेड इन्कम स्टेटमेन्ट कसरी बनाउने भन्नेतिर लान चाहन्छु अब हामी बजेटेड इन्कम स्टेटमेन्ट कसरी बनाउने यसको फर्मेटको बारेमा अलिकति चर्चा गरौँ अब माथि हेडिङ लेख्यौँ बजेटेड इन्कम स्टेटमेन्ट भनेर त्यसपछि हाम्रो लेफ्ट साइडमा पर्टिकुलर्स त्यसपछि राइटमा अमाउन्ट भनेर यसरी लाइन तानेर एउटा फर्मेट सरेर बनाऊ यति बनाइसके पछाडि हामी अब यसमा के चाहिँ आउँछ त इन्कम स्टेटमेन्ट भनेको हाम्रो जुन एउटा प्रफिट एन्ड लस अकाउन्टै हो यसमा चाहिँ बजेटेड सेल्स सुरुमा बजेटेड सेल्स हाल्छौँ बजेटेड सेल्स भनेको हामीलाई क्वेसनमै दिएको हुन्छ क्वार्टर 1 क्वार्टर 2 क्वार्टर 3 क्वार्टर 4 को यति बजेटेड सेल्स हुन्छ भनेर यो क्वेसनमै दिएको हुन्छ त्यही भएर यो त्यसको टोटल राख्नलाई समस्या भएन चारवटा क्वार्टरको सम गरेर टोटलमा कति हुन्छ त्यो बराबरको हामी अमाउन्ट राख्यौँ लेस कस्ट अफ गुड्स सोल्ड यो कस्ट अफ गुड्स सोल्ड पनि हामी कसरी निकाल्छौँ भनेर हामीले जस्तो पर्चेज बजेट बनाउने बेलामा हामीले गरिसकेका हुन्छौँ तपाईले याद गर्नुभयो भने पर्चेज बजेटको त्यहाँनिर हामीले कस्ट अफ गुड्स सोल्ड कसरी निकाल्ने भनेर हामीले चर्चा गरिसकेका छौँ यो भनेको सेल्स माइनस प्रफिट मार्जिन जति छ त्यो बराबर गर्यौँ भने कस्ट अफ गुड्स सोल्ड आयो अथवा ग्रस प्रफिट सिधा यो गरेर निकाल्ने नि भयो तपाईले जस्तो ग्रस प्रफिट मार्जिन रेशियो कति भनेको छ त्यो बराबर जस्तो बजेटेड सेल्स इन्टु ग्रस प्रफिट मार्जिन रेशियो राख्यो भने यो आयो ग्रस प्रफिट र योबाट यो घटाइदियो भने यो आउँछ त्यही भएर जसरी निकाल्ने नि भयो बजेटेड सेल्स हामीसँग छँदैछ ग्रस प्रफिट मार्जिन पनि छ सुरुमा कस्ट अफ गुड्स सोल्ड निकालेर ग्रस प्रफिट निकाल्ने नि भयो सुरुमा ग्रस प्रफिट यहाँ राखेर यसलाई ब्यालेन्सिङ फिगर भनेर जति आउँछ त्यति यहाँ राखिदिनु भयो भने पनि भइहाल्यो यसमा केही समस्या भएन त्यसपछि हामी अपरेटिङ एक्सपेन्स अर्को हुन्छ अपरेटिङ एक्सपेन्समा यो भनेको जेनरली हाम्रो नर्मल्ली हाम्रो डे टु डे एक्टिभिटिज अथवा सेल्ससँग रिलेटेड खर्चहरू त्यसमा आयो सेलिङ एन्ड डिस्ट्रिब्युसन कस्ट यो भनेको हामीले सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड बजेटमा हामीले बनाइसकेका थियौँ त्यहाँबाट हामी ठ्याक्क ल्याएर राख्न सक्छौँ यसमा चाहिँ जस्तो पेड र नन पेड दुइटै आउँछ जस्तो आउटस्ट्यान्डिङ पनि हुनसक्छ कुनै जस्तो फोर्थ क्वार्टरको चाहिँ फिफ्थ क्वार्टरमा नेक्स्ट क्वार्टरमा तिर्नेवाला छ भने यसमा चाहिँ यो टोटल अफ पेड प्लस आउटस्ट्यान्डिङ यो चाहिँ टोटल राख्नु पर्यो यहाँ चाहिँ क्यासमा चाहिँ हामी टोटल पेड मात्र घटाउँछौँ यसमा चाहिँ टोटल अफ पेड प्लस आउटस्ट्यान्डिङ अनि त्यो भनेको हामीले जुन ओभरहेड बजेट बनाएको छौँ त्यसमा जति छ त्यो बराबरको ठ्याक्कै ल्याएर यहाँ राखिदिने त्यसको टोटल त्यसपछि यो पनि क्यालकुलेसनमा हामीले गरिसक्यौँ एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस यो पनि क्वेसनमै भनेको हुन्छ सर्टेन पर्सेन्टेज हुन्छ भने हुन्छ अथवा एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस यति हुन्छ भनेर क्वेसनमै पनि पर मन्थ अथवा पर क्वार्टर दिएको हुन्छ त्यसको टोटल ल्याएर हामी राखिदिन्छौँ
त्यस पछाडि डेप्रिसिएसन हो। यो डेप्रिसिएसन चाहिँ अहिलेसम्म हामीले कतै काहीँ केही गरेका छैनौँ योभन्दा अगाडिको क्यालकुलेसनमा। भनिसके पछाडि यसमा के हुन्छ भने जस्तो डेप्रिसिएसन एक्सपेन्सेस लास्ट इयरको लागि भनेर क्वेसनमै दिएको हुन्छ, लास्ट इयरको डेप्रिसिएसन भनेर क्वेसनमा दिएको हुन्छ। त्यसमा चाहिँ अब प्लस डेप्रिसिएसन भनेको हाम्रो फिक्स एसेटमा लाग्ने हो। यो फिक्स एसेटको सर्टेन पर्सेन्टेज हुन्छ डेप्रिसिएसनको रेट, अथवा त्यही अमाउन्ट दिएको हुन्छ। त्यस पछाडि हामी क्लोजिङ ब्यालेन्समा त्यहाँ दिएको पर्सेन्टेज लगाएर हामी फेरि यो वर्षको लागि डेप्रिसिएसन निकाल्यौँ। अब यहाँ अर्को ध्यान दिनुपर्ने कुरा भनेको यो भनेको ओल्ड एसेट प्लस हामीले कुनै किनेको छौँ भने न्यू एसेटको पनि यहाँनिर डेप्रिसिएसन चार्ज गर्नु पर्यो। ओल्ड प्लस न्यू एसेट दुइटैको यसमा आउनु पर्यो। अब यो कसरी क्यालकुलेसन गर्छ हामी क्वेसनमा गएर डिटेलमा गरौँला। अहिलेलाई मैले यति जे होस् तपाईँहरूलाई सम्झाइदिएँ। त्यस पछाडि अब हाम्रो अरू कुनै अदर इन्कमहरू केही हुनसक्छ, त्यो पनि छ भनेदेखि हामी यहाँ राख्छौँ। त्यस पछाडि अर्को आयो लास्टमा नन अपरेटिङ एन्ड अदर एक्सपेन्सेस। यो भनेको चाहिँ हाम्रो डे टु डे एक्टिभिटिज भन्दा बाहिरको, जस्तो ब्याज तिरे हुनसक्छ अथवा डिभेन्चर रिडिम गर्दाखेरि त्यसमा प्रिमियमहरू हुनसक्छ। त्यस पछाडि यो बोरोइङमा आएको इन्ट्रेस्टहरू अथवा डिभेन्चरको इन्ट्रेस्टहरू जे जति छ त्यो बराबरको हामी यहाँ दुईवटा राखिदिन्छौँ। यति गरिसकेपछि हाम्रो नेट इन्कम पनि आयो। यति भइसकेपछि हाम्रो बजेटेड इन्कम स्टेटमेन्ट कम्प्लिट भयो। बजेटेड इन्कम स्टेटमेन्ट पछाडि हाम्रो अर्को हुन्छ बजेटेड ब्यालेन्स सिट। बजेटेड ब्यालेन्स सिटको लागि चाहिँ ल्याबिलिटी, इक्विटी एन्ड ल्याबिलिटी साइडमा सेयर क्यापिटल हामीलाई क्वेसनमा अलरेडी दिएको हुन्छ, लास्ट इयरकै ब्यालेन्स सिट हुन्छ, त्यो बराबरको हाम्रो आयो। त्यस पछाडि डिभेन्चर भनेको लास्ट इयरकै जति छ त्यो बराबरमा कुनै रिडिम गरेको छ भनेदेखि रिडिम गरेको घटाउनु पर्यो, नभएदेखि अथवा नयाँ कुनै थप्या छ भने त्यो जोड्नु पर्यो। यो भनेको ओल्ड प्लस न्यू माइनस रिडिम कुनै गरेछ भने यो आउने भयो। त्यस पछाडि ब्याङ्क लोन, हामीले अघि जस्तो क्यास बजेट बनाउँदाखेरि सर्टफल भएर हामीले ब्याङ्क लोनहरू लिएको थियौँ नि, त्यो बराबरको चाहिँ हाम्रो यहाँ आउने भयो। जति तिर्न बाँकी छ त्यो बराबरको बजेटेडको, जस्तो क्वार्टर 4 को इन्डमा जति छ त्यो बराबरको क्लोजिङ ब्यालेन्स, क्वार्टर 4 को क्लोजिङ ब्यालेन्स जति छ त्यो बराबरको यहाँ आउने भयो। त्यसपछि अकाउन्ट पेएबल, यो क्रेडिटरलाई जुन हामीले तिर्नुपर्ने हुन्छ त्यो बराबरको यहाँ आउने भयो पर्चेजको लागि, त्यो पनि क्वार्टर 4 को इन्डको ब्यालेन्स आउँछ। हामीले जति पनि ब्यालेन्स सिट बनाउँछौँ यो भनेको चाहिँ एज अन लास्ट डेट अफ द इयर, त्यो भनेको क्वार्टर 4 को इन्डमा जति पनि आएको छ त्यो बराबरको ब्यालेन्सहरू यसमा आउँछ। अक्रुड एक्सपेन्स भनेको यो एडमिन सेलिङहरूको जुन ओभरड्यू भएको एडमिनिस्ट्रेटिभ प्लस सेलिङ ओभरहेडहरूको जुन आउटस्ट्यान्डिङ हुन्छ, यहाँ जुन हामीले जस्तो इन्कम स्टेटमेन्टमा आउटस्ट्यान्डिङ भनेर लेखेका छौँ नि त्यो बराबरको चाहिँ यहाँ जाने भयो, यहाँ तिर्न बाँकी चाहिँ। त्यस पछाडि रिटेन अर्निङ भनेको यो कसरी आउँछ भन्दाखेरि यो भनेको चाहिँ कम्पनीको टोटल एकुमुलेटेड प्रफिट। रिटेन अर्निङ भनेको यो भनेको चाहिँ ओल्ड हामीलाई दिएको एक्जिस्टिङ ब्यालेन्स सिटको प्लस यो अहिलेको बजेटेड इन्कम, यो बजेटेड नेट इन्कम, यो दुईटा जोडेपछि हाम्रो रिटेन अर्निङ आयो। अब यसमा डिभिडेन्ड यदि पे गर्थ्यो भने डिभिडेन्ड पनि घटाउनु पर्थ्यो, तर अब डिभिडेन्डको कुरा यहाँ अहिले आएको छैन, त्यही भएर हामीले डिभिडेन्डको चर्चा गरेनौँ। त्यसपछि अब हाम्रो इक्विटी र ल्याबिलिटी साइड सक्यो। अब हामी जाउँ एसेट साइडमा। एसेटमा हाम्रो फिक्स एसेट भनेको ओल्ड हामीलाई जुन दिएको हुन्छ प्लस न्यू माइनस डेप्रिसिएसन, यति गऱ्यौँ भने हाम्रो फिक्स एसेटको ब्यालेन्स आयो। इन्भेन्ट्री यो भनेको क्वार्टर 4 को क्लोजिङ इन्भेन्ट्री, मैले अघि नै भनिसकेँ तपाईँहरूलाई, क्लोजिङ स्टक, क्वार्टर 4 को क्लोजिङ स्टक। अब अघि नै के भन्यो भनेदेखि ब्यालेन्स सिटमा जति पनि राख्छौँ त्यो भनेको हाम्रो इयर इन्डको डेटको ब्यालेन्स राख्ने हो। यसमा भनिसकेपछि क्वार्टर 4 को इन्डमा जति छ ब्यालेन्स त्यो नै आउने हो सबैमा। इन्भेन्ट्री पनि क्वार्टर 4 को क्लोजिङ स्टक जति छ त्यो आउने भयो। अकाउन्ट रिसिभेबल यो पनि क्वार्टर 4 को इन्डमा जे हाम्रो सेल्सको कलेक्सन हुन बाँकी छ, त्यो भनेको क्वार्टर 2 को पनि बाँकी हुन सक्यो, क्वार्टर 3 को पनि बाँकी हुन सक्यो, क्वार्टर 4 को पनि जुन कलेक्सन हुन बाँकी छ त्यो बराबरको ब्यालेन्स आउने भयो। त्यसपछि क्यास ब्यालेन्स हामीले यो क्यास बजेटमा
हामीले क्यास बजेटबाट ल्याउँछौँ भनेर पहिला नै चर्चा गरिसकेका छौँ। यति भइसकेपछि हाम्रो बजेटेड ब्यालेन्स सिट पनि तयार भयो। अब यति भइसकेपछि हामीले 30 मार्क्सको क्वेसनको फर्मेटहरू चाहिँ कसरी हामी बनाउँछौँ, के आइटमहरू हुन्छ त्यसको बारेमा हामीले लगभग हामीले कभर गरेर चर्चा गरिसक्यौँ। अब हामी नेक्स्ट भिडियोमा चाहिँ हामी क्वेसन नै एउटा कुनै लास्टको 24, 25 अथवा 23 कहिलेको क्वेसन हुन्छ त्यो क्वेसन गर्नेछौँ। 30 मार्क्स चाहिँ कभर हुने गरी मजाले पुरै क्वेसन चाहिँ मजाले बुझेर गर्ने कोसिस गर्छौँ। अब तपाईँहरूलाई चाहिँ यदि यो भिडियो चाहिँ केही सहयोग गरिरहेको छ अथवा नयाँ भिडियो आओस् चाँडै भन्ने लाग्छ भनेदेखि हाम्रो च्यानललाई लाइक, सब्सक्राइब, सेयर गरिदिनु।